आज हामी के गर्दैछौँ भन्नु मल बोक्दैछौँ सुन्तलालाई हैन हामी एकदम कम्पोस्ट मल लाएर अर्गानिक के गर्ने सुन्तला फलाउने सुन्तलालाई मल लगाउनको निम्ति भैँसीहरू पालेर यो कम्पोस्ट मल तयारी गरिएको छ र यो मललाई हामी यो बगानमा लगाउने छौं हाम्रो बडेमा काकी बहिनी बुहारी सुन्तलामा मल हाल्नको निम्ति के गर्नु हुँदैछ खन्नु हुँदैछ खाल्डा बिरुवामा मल हाल्नको निम्ति यसरी हामीले खाल्डाहरू बनाइरहेछ सासानो सबै बिरुवामा र यो सबै बिरुवाहरू आउँदो वर्षदेखि फल्ने र ठुलो बिरुवाहरू फलेको अन्ने र यसरी हामी यसरी मल पनि बोक्दैछ हाम्रो बहिनीहरू केटाकेटीहरूले एकदम राम्रोसँगले प्रत्येक बोटमा एक डोको दुई डोकोको दरले पाकेको मलहरू यसरी हाल्ने कार्य भइरहेको छ र यो आगामी वर्षको निम्ति हामीले काम गरिरहेको छौं र यस्तो बगानहरू हामीले तीनवटा बगानहरूमा हामीले मलजल गर्नुपर्नेछ धन्यवाद।